यो दुईजना एक गते मनाउन जाँदै गरेको रे हैन। एकजना सुषमा भन्ने केटी, अर्को सपना भन्ने केटी। हामी आज एक गते मनाउन हिँड्दैछौँ यो उकालोमा। यस्तो उकालो छ है। खै घुमाउन लाने त भन्छ नि यिनीहरूले। कुटाइ मात्रै दिन्छु होला हौ, गलेर हत्तु हैरान भइसक्यो म। आई खुबै कहाँ पुग्यो भनेको होइन दुईजनाले। तयारी भएर फोनमा बोलिराखेको त। म त मस्किहाल्नु मन लाग्छ कि। मस्किन नि। कति राम्रो निस्केको त। पोज गरेर बसेकोलाई फोटो खिच्दिनु नि त्यसको। फोटो खिच्छ भनेको भिडियो यस्तो दामी आइरहेछ। के को फोटो हौ? म त अलिक रोगीहरू आउँछ। तेरो रोगी हो। मलाई रोगी देखिस्? दुईजनाको पसिना आएर मलाई त्यसो भनेको। मेरो आउँदैन त नि। तिमी चाहिँ नरोगी। म कहिले बिराम भएको छु। यत्रो भाटा सिक्छ रोगी भन्दा नि महारोगी जस्तो। यो मेन्टेन गरेर पो यस्तो भएको त। तेरो मेन्टेन हुनुलाई कति दुःख गर्नुपर्छ भन्नु त लु। राति राति खाना नखाएर एउटा अन्डाको भरमा सुत्नुपर्छ मान्छेहरू। कुन अन्डा खान्छस् हौ अनि? कुखुराको। कुखुराको खान्छस्? चिङ्गेको खान्छस् कि? तेरिका हो। फिगर मेन्टेन गर्दा गर्दा दिमाग होइन सर्ट भइसकेछ जस्तो छ होइन सुषमा? खालि उयो मात्रै जान्ने बच्चा होइन, ऊ मात्रै बुझ्ने, ऊ मात्रै जान्ने पो भन्छ हौ। यो चाहिँ सानसुके डाँडा भन्छ। हाम्रो पहिला हाम्रो दाजुहरूको पालामा चाहिँ पारी यो डाँडामा हाम्रो गोठ थियो। गोठ यतै हुन्थ्यो। बर्खायाममा यता आउँथ्यौँ अनि हिउँदामा तल झारिन्थ्यो। यिनीहरूको पालामा त के गोठ पनि देखेका छैनन्। गोठ के हो भन्ने थाहा पनि छैन। तिमीहरूले कहाँ गोठ देखेको छौ र? यहाँ यस्तो राम्रो देखिन्छ भाइ। जानुहुन्छ भिडियोमा? म क्याप्चर गरिदिन्छु त। दिदी एकछिन आउनु त। यहाँ त के कालो पो दल्नु भएको छ। ए होइन, जन्म बर्थमा फेरि चाहिँ वाह भिडियोमा त्यो हल्ला गर्नु हुँदैन भनेर मैले त्यसो भनेको। होइन सुषमा? ओके यसलाई भन्छ अलरेडी कडाइले ओहो चसाई चसाई भन्छ। अब अलरेडी काँडा चाहिँ यस्तो हुन्छ अरे। कस्तो हुन्छ भन्दाखेरि यस्तो मतलब यसलाई चुत्रो भन्छ। खानु सही मजा आउँछ। आम्बिलो हुन्छ। आम्बिलो अचार। एकछिन लु भयो मारौँ। सुके पोखरीमा एउटा झकास मेला लागिरहेको छ। अहिले चाहिँ नयाँ वर्षको लागि हो यो बजार चाहिँ। यो वर्षौँदेखि लाग्ने मेला हो। यो भर्खरदेखि सुरु गरेको हो। अब यहाँ फुटबल गेम पनि छ आज। अनि हाम्रो चाहिँ यो एकदम पुरानो स्टाइलले, पुरानो तरिकाले बजार उठ्छ है। यो एकदम ठुलो बजार। अहिले सानो सानै छ। अब मौसम नमस्ते, एकदम आराम कुशल। कहिले? ए हो, नमस्ते। यतै हुनुहुन्छ? 2 महिना भइसक्यो। छुट्टी कति दिनलाई? अब 7 दिन मात्रै छ। मात्रै? ए ल है ल, इन्जोय गरौँ है ल। यस्तो राम्रो यो बजार। भिडियो भिडियो यस्तो गरेर ल। अघि मैले तपाईँले कसरी खिच्दै ठाडै पो खिच्दै त। यस्तै ठिक छ। हामी मान्छेहरूको बिचमा मान्छेहरू हिँडिरहेछौँ। हामी 3 जना मनुष्यहरू हो। यहाँका मान्छेहरू बोल्दाखेरि चाहिँ मान्छेहरू भन्दै बोल्दो रहेछ। यता आउनु लु। सोल्टी हुन्छ सोल्टी। सोल्टीहरू हो कि जयहरू हो कि को हो है? अय्याको नारायण। अय्या हो के फाल्यो?
यसलाई त म भरे त एकान्तमा लग्ने यस्तो दिन्छु म मलाई त थाहा छैन खतम भयो होइन दाजु काट्यो भने धेरै हुन्छ हौ गोटी झन्डी 100 रुपियाँ पानाको 100 झन्डी हो यता इलाम यता पाँचथर यता इलाम यता पाँचथर यता सोल्टीहरू खै कता कताको हुनुहुन्छ कुनै घाम लागिरहेछ इलाममा चाहिँ पाँचथरमा चाहिँ हेर त कुहिरो लागेर बिजोक 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 यता चाहिँ बजार त यता पाँचथर यता पाँचथर यता इलाम अन्त यो दुई पाँचथरमा कुहिरो लागेको छ यता इलाम यस्तो उज्यालो छ हामी अब जाउँ यता तल जाउँ न यो कुहिबिर अमै यो मान्छेहरू ढल्छन् होला हो लड्छन् होला कति धेरै चढ्यो ए हो र हामी त्यहाँ पुगेर आउँ ल एकछिन न फोटो त खिचौँ कमसेकम तिन्दा हो आतिन्दा कि साथ बा म अच्छा किसरा बताएंगे हमें सरी कांची है ना किसरा बताएंगे ला अंगा सेगुंग बिने सिंग ला कोई गाड़ी भी अंग सेगुंग बिने सिंग होइन होला हाम्रो गाउँको त हैन के भयो राम्रो आउँछ अब ल भयो देउरालीमा राख्ने अघि कस्तो राम्रो खिचेको थिएँ नि अन्त नि मिस्टेक भएछ
मेरो भाइहरू भनौँ कि भाइहरु भन्नु ज्वाइँहरू पो बनाउनु पर्ला हैन हाम्रो त उता अलरेडी छ बच्चा सुतेको छ त फेरि हो भइछ हौ ज्वाइँहरू त भो मेरो पनि छ ला बच्चै सुत यस्तो राम्रो सबै भत्का गएर न बनाऊ है त्यो म बनाउन आँटेको अन्त बनाउनु है के होला नि भाइहरूको यो निकाल्नु तलको आइज कुइबिर त्यसै कुइबिर होइन नि त कुहिरो आएन भने त कुइबिरै होइन भाइ अब उको फर्किने कारण हो यो उज्यालो हुनुपर्ने क्या ठ्याक्कै हामी आइपुग्दा चाहिँ अहिले जाउँ हो यतिका नहेरौँ हो जुम नि रिसोर्ट ल्याएर चाहिँ हुनुपर्ने कि यहाँदेखि तल खानु पठाउनु के को तिमीलाई भनेको रे हौ आई लभ यु हल्का उयोले मातेको भन्नु न केले जङ्गली झारपातले भन्नु न तपाईँले अलिक जङ्गली झारपातले हो कि बा थाङमेनहरूले मातेको हो के थाहा लडी झरै ल लु जामा लाउने त बादरै होस् नि खासमा बादरै होस् नि हौ बन्दरिया ये बन्दरिया यो बन्दरिया यो मेरो भदैनी बन्दरिया हो बाँदर भन्दा कम छैन ए हो उड लु उड फेरि उड त के त्यो अझै फेरि कसलाई नाम पनि भन्न म पो तिम्रो बोयफ्रेन्डलाई पो भन् भनेको त ओहो लडीबडी ओहो लु है भाइ बहिनीहरू लु है आयो है लडीबडी 5 को हुँदा यसो हेर न कस्तो राम्रो आएको है जानु भिडियो गरिदिन्छु त यसमै जानु न म कहाँ जानु हिँडेको हिँडै के भन्नुभयो त्यो त राम्रो त मेला गएछ भन्ने हुन्छ नि नानीहरुसँग त नजाऊ तल्लोबाटै जाउँ तलबाट चाहिँ हामी कहाँ गएको र हामी त घर गएको होइन अब हामी यताबाट पो त उहाँलाई के थाहा त बिर्सिसक्यो बाटोहरू यस यस लु एक्लै हुनुभयो एक्टिङ गर्नु नाच्नु के गर्ने रे एक्टिङ गर्नु भनेको कि मिलेन कस्तो एक्टिङ भनेको कस्तो एक्टिङ के बोल्यो भाइ के बोल्यो हल्लाउनु त्यसो भने बाँदर सन्तान अघि आउनु भएछ नि पदम राईजी दामी पर कुइबिर यता कुइबिर पर देखाउँदा कुहिरो लागिरहेछ बिस्तारै कुद्नु है म फेरि
कुद्नु माइको चाहिँ तपाईँको पछि पछि लड्दैन बाटो त बा कस्तो खालको मान्छेहरू ल तपाईँको कुहिरोमा फेरि कुहिरो आयो एकछिन पर्खौँ ल हामी त थाहा परेछ नि लोकमालमा पात आउनु रे ठोक फेमस आउँथ्यो यो के लेखेको यो त्यो त्यो पर्स्यो ओइ 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 के भएको किन यता आएको अहिले पर्स्यो हौ केटाकेटीहरू नि तुममा सामु या बिचा सबला यत्रो ल्याएको कि किनेर ल्याएको कि जङ्गल के नि जङ्गल हो कुन यो ठुलो चाहिँ झ्याङ नामदेखि सानो चाहिँ चकमादेखि कि ए थियो कि अनि या बिचा उहाँ छ उनीहरूको बच्चा जन्मेको छ आपी भाङ्गा यसो अलि तल ठेलौँ कि भनेको त उयालेर ग तिनजा लहर छ कुदिङ खारको आन्ना पिम्बी अन्ना के ए अन्त न त पालुवा जना किन्जा नारी टेके खरबुजा मिल्छ अन्त हो त पैसा त त्यसको अनुहार देख्दैछु त दिम्सी टुक्छस् के ओइ ओइ टुक्छस् ओइ 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 मासल टोकी मार्छ कि जस्तो लाग्ने हौ हेट कुलुवा सारे ताफे जला सनी अन्ना इम्बी गल्ला हाम्रो लागि हो अन्ना यो पालुवा बोक्रा के ए अँ उनी काइडी छैन कि यस्तो पो रहेछ जेने ओइ भोकखेरि चाहिँ नि अँ खोरीको आम्बा खाका उरिक्चङ झकी हैन उइ हेर न ओइ उइ हेर न अनि त हुन्छ चाँदी